ठुला ठुला माछाहरू अब जेलको हावा खान पर्ने अवस्था विकसित भएको छ। दर्शक, हिजो सर्वोच्च अदालतले एउटा आदेश गर्यो। त्यो आदेशबाट पूर्व गृह मन्त्री रामबहादुर थापा बादल र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यी दुईजना प्रहरी हिरासतमा तानिने अवस्था विकसित भएको छ। घटना 4 वर्ष अगाडिको सर्लाही जिल्लामा तत्कालीन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता हुनुहुन्थ्यो कुमार पौडेल, जो अत्यन्त लोकप्रिय नेताको रूपमा आफ्नो छवि बनाउनु भएको थियो। उहाँलाई पक्राउ गरेर प्रहरीले नृशंसतापूर्वक घाइते बनाएर मार्यो। उहाँका हात भाँचिए, उहाँका खुट्टा भाँचिए, उहाँका छातीका करङ भाँचिए, उहाँलाई थिलो पारियो। दृश्य कस्तो बनाइयो भनेपछि मुठभेडमा परेर उनी मारिएका हुन् भन्ने प्रमाण बनाउने प्रयास गरियो। त्यो प्रमाणलाई स्थानीय तहका बासिन्दाहरूले सरजमिनमा स्वीकार गरेनन्। सबैले प्रतिवाद गरे। सुकुम्बासी बस्तीका बासिन्दा रहेका कुमार पौडेल सुकुम्बासी बस्तीका सबै जनताका, सबै मतदाताहरूका बाल बच्चा, युवा युवती, बुढा बुढी सबैका प्रिय नेताको रूपमा आफ्नो छवि बनाएका थिए। उनलाई प्रहरीले घाइते बनाएर गोली हानेर मारेको बारेमा सुकुम्बासी बस्ती पूर्ण रूपमा जानकार थियो। त्यसकारण यही बेहोराको सरजमिन बारम्बार त्यहाँ बुझ्न जाने, अझ राष्ट्रिय मानवाधिकार आयोगले पनि त्यहाँ सरजमिन गर्ने अथवा बुझबुझारत गर्ने काम गर्यो। त्यसमा पनि कुमार पौडेलको बारेमा उनी निर्दोष हुन्, निर्भीक हुन्, जनप्रिय नेता हुन् र उनलाई प्रहरीले पक्राउ गरेर नृशंसतापूर्वक कुटपिट गरेर हत्या गरेको भन्ने विवरण प्राप्त गर्यो राष्ट्रिय मानवाधिकार आयोग। त्यो बेला यो विवरण सार्वजनिक हुँदै गर्दा तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षक दुवैजनाले, मैले अघि चर्चा गरेँ, रामबहादुर थापा बादल र सर्वेन्द्र खनालले दुवैजनाले मुठभेडमा मारिएको भनेर दाबी गर्नुभयो। जबकि रामबहादुर थापा बादल र कुमार पौडेल जनयुद्ध कालका सहयात्री नेताहरू थिए। आफ्नै सहयात्री नेतालाई प्रहरीको गोलीबाट मार्न लगाएर रामबहादुर थापा बादलले दाबी गर्दै थिए कि मुठभेडमा मारिएको हो। अब अहिले सर्वोच्च अदालतले यो विषयलाई 4 वर्ष पछि आएर अनुसन्धान गर्ने भनेर आदेश गरेको छ। यो अनुसन्धान प्रक्रियामा जानासाथ दुवैजना लगायत अरू संलग्न प्रहरीहरू पनि प्रहरी हिरासतमा पर्नुपर्ने अवस्था विकसित भएको छ। दर्शक।